मारुति भोग हिमालयलाई यहाँ छ हाम्रो साथीहरु हेलो गाइज इट्स बिन्दु राई म चाहिँ आज आन्टीको ब्लग कन्टिन्यू गर्दैछु आज चाहिँ के ओकेजनमा हामीले चाहिँ ब्लग गर्दैछौँ भने टुडे इज ह्याप्पी न्यू इयर सो वी आर गोइङ होम फाइनली अनि ऊ चाहिँ मेरो साथी प्रज्ञा रिमाल्स अनि आज चाहिँ हामी मेरो घर जाँदैछौँ अनि वी आर गोना ह्याभ समथिङ त्यसको लागि हेर्दै गर्नुहोला बाई बाई हेलो वान्स अगेन हामी चाहिँ अहिले खाजा खान आइरहेको छौँ बिकज हामीले माम नखाएको थियौँ नि त त्यही भएर कोक खाँदैछौँ अहिले अनि वी हेभ अर्डर समथिङ त्यो खाने अनि हाम्रो आज एउटा काम छ त्यो सक्ने अनि म त घर जान्छु त्यहाँदेखि मात्रै आन्टीहरूलाई बोल्छौँ अनि उहाँहरूसँग बनाउँछौँ ओके किप वाचिङ हामी यसमा हामी के खायौँ भन्ने देखाउँछौँ चाहिँ आइसकेको छ खाना खाजा वाट एभर हिमालयलाई आइसकेको छ अनि यहाँ छ हाम्रो लाफिङ एन्ड दिस इज सेफाली विथ कोक अनि यहाँ मेरो साथी छ प्रज्ञा रिमाल्स एन्ड वी आर गोइङ टु ह्याभ नाउ ओके किप वाचिङ अहिले चाहिँ हामी आइसकेको छौँ यो हाम्रो काठे पुल हो बट इट्स नट काठे येट पिच कट या नाम मात्र काठे बट इट्स अलरेडी कङ्क्रिटले बनिसकेको छ अनि हामी चाहिँ यस्तो देखिरहेको छौँ है वी हेभ फाइनली गोइङ टु बी अराइभ है नट येट आइसकेको छैनौँ जाँदैछु च्यातेको पेन्ट लगाएर फेरि छ फिल्ममा यो हेर्दै गर्नु होला केही प्रतिक्रिया देऊ कस्तो लाग्दैछ यताको इन्भाइरोमेन्ट प्लिज कमेन्ट एकदम शान्ति खालको छ तर गर्मी चाहिँ एकदमै छ एकदम शान्ति खालको छ त्यस्तै छ हेलो गाइज हेलो भनिदिनु मेरो साथी प्रज्ञा कता जानु भएको ए ल ओके बाई ल बाई बाई अनि म यहाँ आइसकेको छु मनाहरू बसिरहनु भएको छ यहाँ एउटा हिरो खेल्दैछ है नहेरी मलाई अनि अब चाहिँ आन्टी पनि आइसक्नु भएको छ अब अचारको लागि हामीले मर्डर गरिसक्यौँ मम्मी र आन्टी आफ्नो हतियार लिएर रेडी हुनुहुन्छ अनि यहाँ आयो हाम्रो काँक्रा कर्णा निम्बुले लिएको छ फेरि धुनु गयो बिकज सी हेभ नो ढङ्ग यहाँ चाहिँ कर्णा निम्बु एन्ड आन्टी हुनुहुन्छ धनिया अरे वासिङ हुँदैछ वासिङटन डिसी खाजा खाएर माझ्दै हुनुहुन्छ भाँडा यता हुन्छ करुणा लजाउँदैछ हाम्रो यहाँ पुलाउको लागि मारुति पुलाउको लागि चामल यहाँ छ अनि यहाँ चाहिँ हाम्रो म्यारिनेटेड पोर्क मिट रेडी छ भरे सेकुवाको लागि बासमती चामल पुलाउको लागि हाम्रो नयाँ सालमा के भन्दैछ त भन्दै त सुमन डेढ वर्षको लोकलको भाले होइन अरे कहना क्या चाहते हो पोथी 1.5 वर्षको पोथी हाम्रो नयाँ सालको स्पेशल ग्रेभी भरे के सुप बन्छ कि ग्रेभी बन्छ भरे देखाउँछ होइन त हेर्दै गर्नु होला साथीहरू हामी के गर्छौँ सबै देखाउने छौँ यहाँ चाहिँ हुँदैछ हाम्रो लोकल कुखुराको लागि सुमन दाइले रेडी गर्दै हुनुहुन्छ नयाँ सालको होइन नयाँ सालको शुभकामना हुँदैछ अनि यहाँ चाहिँ कोइला खानीबाट कोइला निकाल्नु हुँदैछ धमाधर मेरो काम कर्मचारीहरू है उहाँहरू चाहिँ फोपा पनि कर्मचारी हो उहाँ मेरो लागि फ्रीमा काम गर्दै हुनुहुन्छ यो त झन् उहाँ त झन् मेरो मेन कर्मचारी तर धेरै काम चाहिँ गर्नुहुन्न है भदैले बलियो रहेछ है फुल्दै गरेको पोथी टमाटर हुनुहुन्छ टमाटर टाउडो हुनुहुन्छ ऊ त है गर्नु त ए कहाँ हुन्छ ऊ त्यहाँ देख्नुभयो होला साथीहरू यस हिजो बाबा म चाहिँ चक्लेट खाइदिन्छु त्यसैले त्यस्तो बोल्दैछु हाम्रो त यहाँनिर त घर तलतिर सेक्वाको भेनाले तयार गर्दै हुनुहुन्छ भेना हाई भेना के पो भन्छ अरे कोरिया भाषाले छेउ भेना म चाहिँ अब यहाँ दाउरा
सर्दैछु दाउरा बोकेर हिँड्दैछु नयाँ सालको चक्लेट बाँडौ कार्यक्रम पनि हुँदैछ। सुमन दाइले दिनुहुँदैछ सबैलाई। बुढो बुढो मान्छेहरूलाई चाहिँ एउटा अरे, तरुनीहरूलाई चाहिँ दुईटा अरे। पुष्पा आन्टी तरुनी हो कि बुढी हो हेरौँ है। यस्तो छ यहाँ। लाउनुहोस् मम्मी पोते लगाउनुहोस्। थ्याङ्क यू भन्नु। थ्याङ्क यू कसले ल्याइदिएको रे मेरो साथीले साथीलाई धन्यवाद पाथिबाराबाट। मम्मी चाहिँ मारुति भोग चामलको सही बासमती पुलाउको लागि बनाउनु हुँदैछ। छान्नु के अरे केलाउनु हुँदैछ। अनि दुईजना महाराजाहरू चाहिँ त्यहीँ हेर्नु है। एकजना टिभीमा टाँसिनार्नु भयो, अर्को चाहिँ मोबाइलमै टाँसिनार्नु भयो है। हामीले वर्क डिभाइड गरेको अनुसार चाहिँ म चाहिँ अहिले पापड पोल्दैछु है। पापड पोल्नु आँटेको छु। यति धेरै छ। अनि यहाँ कस्तो गर्मी भइरहेछ, भेरी भेरी हट। वी आर ह्याभिङ नाक्पा। सबैजना छौँ। चुस्की लाउँछु म भन्दै। त्यो काट्नुपर्छ। ऊ काटेको छ त भेनाले उ त हल्का हल्का चिया खानु हुँदैछ है। हाई ब्रिन्जल। चाहिँ मैले सुरुमा टमाटर र खोर्सानीलाई चाहिँ के भन्छ तेलमा र धनियाँको हालेर फ्राई जस्तो गरेँ। पानी थप्नु थोरै अनि सेलाएर यसरी मिक्सरमा मिक्स गरेपछि रेडी हुन्छ हाम्रो सेकुवाको लागि अचार। धनियाँ पनि हाल्छु होइन त। धनियाँ चाहिँ हामीले धनियाँको यो गोलो गोलो हुन्छ नि त्यो हाल्यो होइन। ए गोलोको पाकेको गोलोको दाना। वाओ सो टेस्टी। पानी आया गया, मुख में पानी आ गया। वाओ ल ल यति तिमीले रेसिपी देखेको धेरै धेरै धन्यवाद। कल तरिकामा पाक्दैछ। एक्वा दामी छ। भेना पकाउने चाहिँ भेना हो। भेना हतार भइसक्यो। हाई भनिदिनु न त। अस्ति नसिन अरू हाई भन्। यहाँ चाहिँ मासु काट्ने, यो चाहिँ काट्ने वाली मासु वाली है। मेरो चाहिँ नानाको आज हेर्नुहोस् है रेसिपी पुलाउ दामी छ। पुलाउ हेर्नु है। अब रेसिपी हेर्नु है साथीहरू। लु के लाउँछौ भनिदेऊ है। यो घिउ सुरुमा घिउ, यो के भन्छ किसमिस काजु बदाम सबै छ होइन त। यसरी गर्नुपर्छ। यसरी लाउनुपर्छ। अलिकति लौङ पनि लाउनुपर्छ। हाम्रो लोकल तरिकाको हो क्या यो चाहिँ। तर मिठो हुन्छ। लाउनुपर्छ त्यसरी अलिक छोपिदिनुपर्छ खरेपछि एकछिन पाको। किसमिस हो क्या, किसमिसले पाक्नुपर्छ। हाम्रो अब यो हल्का खरिसक्यो। अब खर पर्छ। अब चामल लाउने। यसरी हाल्ने हो चामल। बासमती हो क्या यो चामल। बासमती होइन। हामी सिम्पल तरिका तर मिठो हुन्छ है पुलाउ चाहिँ। कस्तो मकमक बनाएको, काजु बदाम बनाएको। अब हेर्नु यसरी चलाउने अनि चलाइसकेपछि
चलाइसकेपछि के को तेज सुप पत्ताको चर्रै हाल्ने यसरी पत्ताको रस तेज पत्ताको पानी यसरी हाल्ने अनि त्यसपछि हल्का पानी हालिदिने अनि अब भएको हो अब हल्का पानी ठिक्क होइन त हालिदिने अनि चलाइदिने यसरी अनि छोपिदिने अनि सिटी लाग्छ अनि खाइदिने साथीहरू हजुरहरूले रेसिपी त देखिसक्नुभयो ऐनाको यस्तै हो मेरो पसिना हेर्नुहोस् है साथीहरू हजुरले मेरो नानाको पुलाउको रेसिपी त हेरिहाल्नु भयो हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ है साथीहरू यो ऐना यस्तै छ माइन्ड नगर्नु होला नानाको पुलाउको रेसिपी कसले ट्राई गर्नुहुन्छ अनि गरिसकेर मलाई कमेन्ट गर्नु होला साथीहरू यहाँ राखेको यहाँ हेर्नु है साथीहरू ट्याक्सी ड्राइभर हो ट्विन्स आएको छ यहाँ एकजना छ ट्याक्सी ड्राइभर ट्विन्स दुईजना हेर्नु सेम टु सेम लुगा लगाएको ट्विन्स यहाँ बिचमा कमला राई एलिम्बु मुइस यहाँ चाहिँ साङ्मो छ है भनिदेऊ साङ्मो सेवा भनिदेऊ ल भुइस भनिदेऊ आन्टीको भ्लगमा सेवा भन मेरो साथीहरू यहाँ चाहिँ मेरो भदैले लोकल सुप बनाएको हेर्नुहोस् है दामी चाहिँ अर्ग्यानिक आगोमा ए कुक चाहिँ यता छ हाई भन्दैन त मेरो भ्लगमा ल हेलो हेलो म चाहिँ कुक है भदै हो आज चाहिँ सबै न्यु इयरको पार्टी चाहिँ हाम्रो भदैको है भदैको तर्फबाट हो हेर्दै गर्नु होला चिसो खाँदै गर्नुहोस् ल माइ पाहुना म एकछिनमा आउँछु खाँदै गर्नुहोस् कलेले यहाँ चाहिँ आन्टी हुनुहुन्छ आज सबैको पजामा पार्टी भएको छ जस्तै छ रोकले लिएको जाने साइडकोले गर्नु नि अनि कहाँ अर्को थिच्छ अनि फेरि बिहा यो चाहिँ हाम्रो पुरै नयाँ साल मनाएर हो यो ठुलो बँदेल हो क्या जङ्गलको है मासुवाली गरेको पुरै सेकुवा बनाएको है बँदेल हो यसकोबाट क्वालिटी त राम्रो यही हाम्रो लोकल हो एकदम लोकल है आज नयाँ सालमा झ्याप आगोमा पकाएको हो फेरि है आगो यस्तो छ ब्रिन्जल इज बिकमिङ स्मोक म्यान है स्मोक म्यान भएको छ है ब्रिन्जल स्केरी स्मोक म्यान ओ माई गड कन्ट्रोल गर्दैछ है बिल्सनले स्मोकलाई पोजिसन चेन्ज छ है अहिले चाहिँ सबैको यहाँ अङ्कल हुनुहुन्छ यहाँ आन्टी काट्नेमा करुणा चाहिँ हेर्नेमा सुँगुर चारो दिनुहुँदैछ खोपा पनि पानी थाप्दै हुनुहुन्छ मोमा स्याङ्मोलाई बोलाउनु हुँदैछ यहाँ मेरो साथी चाहिँ दोस्ती एक्लै खाँदैछ के खाँदैछौ तिमी भनिदेऊ नाक्पा खाँदैछ इट्स कल तिते अल्सो ओके खाँदैछ पानीसँग खाँदैछ है र यो हाम्रो लोकल घरमै पालेको हो चची एकदम सेको आज पार्टी नयाँ सालमा जो फुपूहरू मुमा फपाहरू सबैलाई खिलाइरहेको हो आज फुपाजुहरू होइन फ्यामिली पार्टी हो म चाहिँ एकदम यहाँ कटिङ भइरहेछ के गर्नु नयाँ सालमा चाहिँ मनाउनु पऱ्यो कति साल भयो होइन खान नपाएको गाह्रो छ हेरेर साथ दिनु होला सेकुवाको भ्लग आउँदैछ नयाँ सालको हाम्रो फ्यामिली भ्लग हो एकदम सबैले साथ दिनु सब्सक्राइब गरिदिनु होला यसो सानो सानो भ्लगर हो हामीले पनि हाम्रो फुपू कान्छी पनि सबैले सपोर्ट दिनु होला फुपू एउटै हो मोमो यस्तो दामी छ मासु ल हाम्रो निनीको भ्लगमा सबैले सब्सक्राइब गरिदिनु होला नयाँ नयाँ भ्लग आइरहेछ अहिले सपोर्ट गरिदिनु सबैजनाले हामी पनि सपोर्ट गर्छौँ सबैलाई नयाँ नयाँ हो पुष्पा राई छ पुष्पा तामाङ छ है भ्लगमा सबैले सपोर्ट गरिदिनु होला आज हाम्रो फ्यामिली पार्टी चलिरहेछ नयाँ सालको सबैले सपोर्ट गरिदिनु हेरेर हामीले के बनाएको छ सबै परिकारहरू यसमा देखाउने छ भ्लगमा सबैले हेरेर साथ दिनु होला इन्जोय गरिदिनु होला हेरेर ल त
अनि हामी चाहिँ अहिले फर्किसकेको छौँ पापालाई लिएर। पापा चाहिँ यहाँ हुनुहुन्छ। भयो भयो केही शब्द जाओस् न त आज नयाँ सालमा के हुँदैछ त भनेर अब सालीको ब्लगमा एउटा केही कहोस् न त। होइन नि अहिले एउटा नर्मल मात्रै हो नि त अब एकछिनमा बन्दैछ नि त। आज 2082 सालको शुभ होइन के भन्छ शुभ के कार्यक्रम नयाँ सालको शुभ कार्यक्रममा आज सबै फ्रेस आनन्द खुसियाली मनाउँदै आउने दिन पनि यस्तै रहोस् भन्ने मेरो साली पुष्पा राईको ब्लगमा मैले भन्न चाहेँ। मेरो सालीको ब्लगमा सबैजना मलाई चिन्ने नचिन्ने मोबाइलमा हेर्ने जतिले मेरो सालीलाई सब्सक्राइब गरेर सहयोग गरिदिनु होला भन्ने चाहिँ म अनुरोध गर्दछु। धन्यवाद। हाम्रो भाडा यहाँ चाहिँ ट्याक्सी ड्राइभरहरू हो। हेर्नुहोस् है बिन्दे ताई भन जाऊ तिमीहरू गुन्डेहरू छिटो खा आउँछ भनेर पलेट खोसेर बसिरहेछ खानुलाई। ए हाम्रो नानाले बाढी यहाँनिर भाग लाउँदै हुनुहुन्छ। यहाँनिर छोरीले पनि गर्दैछ। अब एकछिनमा फाइनल के हुन्छ त भनेर देखाउँछु है। यो चाहिँ मेरो भेनाको स्पेसल डिस है। के छ भनिदिनु त भेना यहाँ तिम्रो चाहिँ कान जिब्रो सबै चिज छ त स्पाइसी छ मिठो छ। बनाउन बिन्दु होइन त चाहिँ हाम्रो छ गोल्डन वक गोर्खा अनि यहाँ अचार छ मिरिन्डा दिल छ। वाउ अचार दामी। आमा छोरी बाँड्नेमा हाम्रो गोर्खा अचार हो। गोर्खा अचार बनाउने चाहिँ विशेष करुणा हो। यहाँ चाहिँ हाम्रो पुलाउ हेर्नु त कस्तो जुसी हेर्नुहोस् त कस्तो दामी छ पुलाउ। वाउ यो पुलाउ बनाउने मान्छे चाहिँ म देखाउँछु है। पुलाउ बनाउने नाना चाहिँ यता हुनुहुन्छ। स्पेसल पुलाउ बनाउनु भएको छ दामी। यो चाहिँ मेरो भदैले बनाएको लोकलको ग्रेभी। वाउ बनाउने मान्छे चाहिँ यहाँ छ मेरो भदै। यहाँ चाहिँ करुणा चाख्दैछ। केटापट्टिहरू चाहिँ आफ्नो हुनुहुन्छ कतिखेर आउँछ त भनेर। रुको जरा सबर करो आराम से लेने का। हाँ यहाँ हाम्रो दिने कार्यक्रम हुँदैछ। बसिराख्नु भएको छ। यता लु खाम सबैजना लु सुरु। अचार चाहिँ लगाइखाऊ है लाट्यो यो अचार। ल हामी जान्छौँ खानु नि ल तपाईँहरू सबैले। मिठो छ दामी छ मेरो छोरा ल दामी आउँछ। कस्तो छ त खाऊ त खाएर देखाऊ त। लु खाएर देखाऊ त टेस्ट कस्तो छ। दामी ल सब ल हाम्रो तपाईहरुलाई हाम्रो न्यू इयरको भिडियो कस्तो के लाग्छ कमेन्ट गर्नु होला।
भिडियो चाहिँ मैले हिजो एन्ड गरिनँ। मेरो भिडियो चाहिँ न्यू इयर चाहिँ हिजो हो, तर आज म भिडियो पोस्ट गर्दैछु किनभने हिजो टाइम भएन नि त एडिट गर्ने। त्यही भएर आज मैले पोस्ट गरेको 1 गते न्यू इयरको भिडियो चाहिँ 2 गते पोस्ट गरेको छु। हेरेर इन्जोय गर्नु होला। हामीले के हजुरहरूले यति बेरसम्म हेरिदिनु भयो, इन्जोय गरिदिनु भयो। हजुरहरूलाई हाम्रो भिडियो कस्तो के लाग्छ कमेन्ट गर्नु होला साथीहरू, अनि सब्स्क्राइब गर्न नभुल्नु होला। बाई बाई साथीहरू।